हे गाइस वेलकम टु माई न्यू ब्लग्स। त हेर्न सक्नुहुन्छ आज हामीहरूको दसैँ सकिएको बादमा तिहार आयो र आज भाइटिका हो र कुकुर तिहार, काग तिहार, गोरु तिहार, गाई तिहार सबै सकिएको सम्बत सबै सकिएपछि हामीहरूको भाइ तिहार हुन्छ र हामीहरूको दाइ अहिले मैले लगाइसकेको बादमा दिदीले दाइलाई लगाइदिनु हुँदैछ र यहाँ भतिजा पनि छ। अलिकति लगाता है तो अनि त्यहाँबाट भोलि खत्तम होता है। अब फेरि बेलुका हामी चाहिँ देउसी खेल्न निस्किन्छौँ। बेलुका देउसी खेल्न निक्लता है तो अनि कहिले कहिले त पैसा कहिले कहिले नहीं देता है। कति अनि कस्तो रिस उठ्ता है नि अनि त्यहाँबाट कम्ती रुनु आता है। म त एकदम बसेर घर घर रुता है, कसले नहीं सुनता है तो क्या करता है। ए अहिले रुनु हुँदैन है, अल्टिका लगाएर रुनु हुँदैन। नहीं एक्टिंग करता है तो रोने के लिए कैसे लगता है गाइस, कमेंट में बताना। मेरा नंबर है 333 त गाइस हेर्न सक्नुहुन्छ हामीहरूको चाहिँ दाइ यति कमेडी छ अब तपाईँहरूको भुँडी दुखाइदिनु पनि सक्छ। तर अहिले चाहिँ भुँडी दुखाउन चाहँदैन, किन भन्दाखेरि सबैले टन्न खाएर छ नि त, होइन भन्दैन है। यस यस देख्नुभयो यो इङ्ग्लिस फेरि कस्तो बोल्छ खालि यस, जे भने नि यस। यसले जान्दछ जान्दैन त्यो, यसले जान्दछ खालि यस चाहिँ भन्छ अनि नो भन्छ। ऊ छोरो गरेर हेरिरहेको छ। मेरा तो एउटै बुढी है, कसैको तो 3-4 बुढी है, मेरो तो एउटै बुढी है ना, इसीलिए एउटै छोरा है, इसीलिए भी एउटै छोरा है। अनि मलाई त कस्तो दुःख लाग्छ है, अरू के हेर्ता है तो अनि मलाई त रुनु आता है, कहिले कहिले नहीं भी रुता है। अनि त्यहाँबाट त के भन्छ है तपाईँले त्यसको बाजे। गाइस देख्न सक्नुहुन्छ कस्तो खालको कमेडी गर्छ भन्दाखेरि एकदम हँसाइराख्छ, सधैँ हामीलाई हँसाइराख्छ होइन। तर हामी चाहिँ हाँसी नै राख्छौँ, तर तपाईँहरूलाई नै एक दिन मौका दिन्छु उसको कमेडी भिडियो एउटा प्लानिङ गरेर बनाउने म कोसिस गर्छु। र हामीहरूको सबै दाजुभाइ दिदीबहिनी प्रदेश विदेश बस्ने सबैजनालाई ह्याप्पी तिहार। र आज तिहार हामीहरूको लगभग सकियो भन्दा पनि हुन्छ। भाइटिका लगाइसकेपछि सकिन्छ, देउसी खेलिन्छ, पुर्णे तकसँग खेलिसकेर सबै नै समाप्त हुन्छ। र दाइलाई अहिले म सोध्न चाहन्छु तिहार लागेर तपाईँलाई कस्तो लागिरहेछ? अभी राम्रो लाग्ता है, अभी को खुसी लगता है, कपड़ा भी मिलता है, अनि त्यहाँबाट दिदी बहिनी को आशीर्वाद मिलता है, त्यहाँबाट सधैँ यसरी आए अनि माया करता है। अनि यो यहाँ चाहिँ मेरो ठुलो मम्मी है, अनि ठुलो मम्मी बहुत अच्छा, ठुलो मम्मी मामा नहीं है, मामा सब नेपालमा छ। त्यहाँबाट नेपाल पनि जान्छु बोलता है तो नहीं जान सकता है। अनि कहिले कहिले तो गाड़ी बंद होता है, अनि कहिले कहिले तो ट्रेन ही पंक्चर होता है, तो कैसे जाता है बोल के हम भी छोड़ दिया है। आज के लिए इतना, अगले वीडियो में मिलते हैं, धन्यवाद। जय गोर्खा।